मानिसज्यू अब यो अहिले चाहिँ देशका विभिन्न स्थानमा डोजरहरू चलिरहेका छन्। आज मात्रै वीरगञ्जमा चल्यो, अब केही समय अगाडि पशुपतिमा चलेको थियो। यहाँहरूको पार्टी सभापतिले चुनाव बेलामा भन्नुभएको थियो सुकुम्बासी बस्तीमा डोजर चल्यो भनेदेखि म छाती थाप्न आउँछु भनेर तपाईँको पार्टी सभापतिले भन्नुभएको थियो। कहीँ देख्नु भएन नि छाती थाप्दै गरेको तपाईँको पार्टी सभापति? हामीसँग 3 तहको सरकार छ। सञ्चारकर्मी साथीहरूले संहिताको अभ्यासलाई बुझेर पनि नबुझे जस्तो गरिदिनु हुँदैन। स्थानीय सरकार, प्रदेश सरकार र त्यसपछि सङ्घीय सरकार छ। अहिले स्थानीय सरकारले आफ्ना क्षेत्राधिकार उपयोग गरेर सुशासन कायम गर्ने पाटोमा, विकासका गतिविधि अगाडि बढाउने पाटोमा उहाँहरूसँग आफ्ना निश्चित कानुन छन्, निश्चित क्षेत्राधिकार छन्। ती प्रक्रिया अन्तर्गत आफ्ना क्षेत्रका जनतालाई सुशासन पनि दिने र त्यसपछि उनीहरूकोलाई सेवा पनि दिने र त्यहाँको व्यवस्थापकीय पाटोमा काम गर्ने अधिकार स्थानीय सरकारसँगै भएको हुँदै गर्दा स्थानीय सरकारले गरेका कैयौँ कुराहरूमा केन्द्रले हस्तक्षेप गर्न मिल्दैन, पाउँदैन भन्ने कुरा यहाँलाई थाहा छँदैछ। सङ्घीय सरकारले अहिले नै कहीँ डोजर चलाऊ भनेर भनेको कुरा मैले सुनेको छैन। यदि सरकारले त्यस्तो भनेको रहेछ भने त्यसको जवाबदेही सरकारसँगै खोजौँला। तर जहाँसम्म यहाँले स्थानीय सरकारले गरेका गतिविधिहरूका कुरा गर्दै गर्दा ती कुराहरूलाई स्थानीय सरकारसँगै सोध्दै गर्दाखेरि उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ छ। अब बफर स्टेट भनेर विभिन्न राजनीतिक दलका नेताहरूले भनिरहेको छ नेपाललाई बफर स्टेट बनाइदिएछ, त्यो स्वीकार्य छैन भनेर भनिरहेका छन्। यहाँको प्रतिक्रिया के छ? म इकोनोमिकको विद्यार्थी नभएको हुँदै गर्दा, अर्थशास्त्र मेरो मुख्य अध्ययन नभएको हुँदा, केही क्षेत्र केही उद्योग व्यवसायसँग जोडिएको चाहिँ मेरो पाटो भयो र सुशासनमा म अलिक बेसी नै मेरा भूमिकाहरू रहेको देख्न सक्नुहुन्छ यहाँहरूले। जहाँसम्म परराष्ट्र र राष्ट्रिय नीति भूराजनीतिसँग जोडिएका यी विषयहरूसँग चाहिँ मैले त्यति धेरै टिप्पणी गरिराख्नु उपयुक्त हुँदैन। मेरै पार्टीको कुरा गर्नुहुन्छ, हाम्रै पार्टीको कुरा गर्नुहुन्छ भने यो विषयमा स्पष्ट धारणा दिने अर्थमन्त्रीज्यू हुनुहुन्छ, परराष्ट्र मन्त्रीज्यूहरू हुनुहुन्छ, उहाँसँग यो कुरा राखिदिनु भयो भने हुन्छ। सबै विषयमा नेताले अथवा तपाईँहरूले प्रश्न राखेका नेताले बोल्नै पर्छ, भन्नै पर्छ भन्ने कुरा मलाई लाग्दैन। माननीय यो अन्तमा अहिले पेट्रोलको भाउ बढेर निकै आकाशिएको छ, जनगुनासो निकै बढेको छ। हो नि, यो नियन्त्रणको लागि तपाईँहरूले केही पहल गर्नु पर्दैन? तपाईँ हो नि सरकारमा छ। हो त यहाँले कति महत्त्वपूर्ण विषय उठान गरिदिनु भयो। जनताको चुलो अत्याधिक धेरै महँगो भएको छ। पेट्रोलको मात्र होइन, पेट्रोलियमसँग जोडिएका सबै वस्तुको भाउ